हेलो गाइस, वेलकम ब्याक टु माई भ्लग। आज चाहिँ म आफ्नै स्याउबारीमा आएको छु। यो चाहिँ स्याउको बोट हो, हेर्न सक्नुहुन्छ। स्याउ फुल्दैछ, यसरी स्याउ चाहिँ फुल्छ है। तपाईँहरू देख्न सक्नुहुन्छ, यो स्याउ फुल्दैछ। एक दुई महिना जतिमा खाना पनि हुन्छ। स्याउ हो, मेरो आफ्नै प्रपर्टी हो यो चाहिँ। यता स्याउ फ्लामहरू फुल्दैछ। यो पनि मेरो आफ्नै प्रपर्टी, यो जग्गा हो हैन। यो जग्गा चाहिँ यहाँ मेरै हो है साथी हो। टटटट स्याउहरू हेर्न सक्नुहुन्छ तपाईँहरू। यो सब यो फुल्दैछ नि, यो सब मेरो स्याउ। यता पनि परसम्म छ, यो त मैले आँखाले देख्न नभ्याउनेसम्मको छ जग्गा। यहाँ चट्ट अब केही वर्षमा टटटटमा स्याउ फल्ने बनाउँछु। यहाँ आधी चाहिँ स्याउ छ, देख्नु है। आज आफ्नै ठाउँमा आएको, हल्का घामले खोलेर ल्याङकुती गरिरहेछ। अलिक ल्याङ गइरहेछ, हेर्नुहोस् है। यो पनि स्याउ हो, त्यो हेलो स्याउ त्यति फुल्दैछ होइन, देख्न सक्नुहुन्छ यो स्याउ।